यहाँ बस्ने मान्छेहरू चाहिँ अलिकति चाहिँ यो कृषि पेसामा चाहिँ अलिक आकर्षित भएको चाहिँ अलिक कम भएको यो अहिले देशको परिस्थिति पनि त्यस्तै छ। तर यहाँ चाहिँ कृषि गर्ने जुन कृषकहरू हुनुहुन्छ यहाँहरूले चाहिँ सम्भावनालाई खोजेर जसरी अगाडि बढ्नु भएको छ, यहाँहरूको उत्पादन देखेर हामीलाई पनि एउटा रहर लागिरहेछ। त्यसले गर्दाखेरि यो आफूसँग भएको र यो जुन चाहिँ हाम्रो गैराबारी कृषक समूह छ उहाँहरूले जे काम गर्नुभएको छ यसलाई चाहिँ अलिकति एक्सपान्ड गरेर यहाँको चाहिँ सम्भावना भएको चाहिँ कृषि क्षेत्रमा गर्न सकिने कुराहरूलाई अलिकति चाहिँ व्यापक रूपमा चाहिँ अगाडि बढाउनको निम्ति चाहिँ एउटा आवश्यक छ भन्ने लाग्छ मलाई। अर्को कुरा चाहिँ यो अर्ग्यानिक खेतीहरूमा चाहिँ अब जोड दिन चाहिँ जरुरी छ। किनभने अब अर्ग्यानिक खेतीमा चाहिँ जोड दिइएन भने अब हामी पछिल्लो पुस्तामा चाहिँ फेरि एकदम चाहिँ उत्पादनको नाममा चाहिँ हामीले बढी रासायनिक मलहरू विषादीहरू प्रयोग गर्ने र त्यसले चाहिँ फेरि पछि गहिरो रूपमा चाहिँ हाम्रो पुस्तालाई चाहिँ हान्ने गरी चाहिँ त्यो स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई चाहिँ हामीले कम गर्न जरुरी छ। त्यसका लागि चाहिँ अब अर्ग्यानिक खेतीलाई चाहिँ कसरी गर्न सकिन्छ, जस्तो गाउँपालिकाले गत वर्ष योभन्दा 2 वर्ष अगाडि चाहिँ जैविक मल वितरण गर्दाखेरि धेरै किसानहरूले चाहिँ मन पराउनु भयो। त्यसपछि यो त यहीँ उत्पादन गर्नुपर्छ भनेर उद्योग स्थापनाको लागि चाहिँ गत वर्ष पनि पैसा विनियोजित भएको थियो, यो वर्ष पनि भएको छ। तर अब यहीँ गर्दाखेरि त्यसको र मेटेरियल चाहिँ तपाईँको वनमाराले पनि हुँदो रहेछ हेर्नुहोस्। तर कृषक समूहहरू सहकारीहरू चाहिँ त्यति इन्ट्रेस्ट देखिनु भएन, किनभने त्यहाँ अलिक दुःख हुन्छ, त्यसलाई चाहिँ व्यवस्थापन मिलाउन दुःख हुन्छ कि भन्ने हिसाबले चाहिँ अलिकति दुःख गर्न खोज्नु भएन। त्यसले गर्दाखेरि हामीले चाहिँ यहीँको चाहिँ कृषकहरूलाई यो वर्ष चाहिँ सूचना निस्केन होइन, अब निस्किने तयारीमा छ। त्यो कुरा छ भने चाहिँ यहाँका समूहहरूलाई पनि मेरो आग्रह के हो भने यो युरिया र डिएपी मललाई चाहिँ सकेसम्म चाहिँ कम प्रयोग गरौँ र जैविक मलतिर चाहिँ हामी अलिक बढी चाहिँ गरौँ। र अर्को चाहिँ यो जैविक विषादीको पनि यो माथागढीमै चाहिँ 2-3 ठाउँमा चाहिँ हाम्रो यो जैविक विषादी बनाउने तालिम पनि सञ्चालन भइसकेको छ। भनेको थुप्रै जडीबुटीहरूबाट जो झारपातबाट चाहिँ बनाउने जैविक विषादी बनाउने जुन तालिमहरू चाहिँ लिइसक्नु भएको छ, त्यसले चाहिँ त्यो मेटासिटको चाहिँ काम गर्दो रहेछ। अब अस्ति यो तोरी फुल्ने बेलामा चाहिँ एक ठाउँमा चाहिँ यति त्यो मौरी चाहिँ हातमा लिएर आउनुभयो एकजना कृषकले। उहाँले के भन्नुभयो भने हेर्नु त यो मेटासिटले गर्दाखेरि जम्मै मौरी मर्याछ, मौरीको उत्पादन मौरीको त सबै यो नेचरै चाहिँ प्रकृति नै गैराबारी कृषक समूहद्वारा आयोजित कार्यक्रम